नमस्ते। म केही व्यक्तिका महत्त्वपूर्ण भनाइहरूबारे केही आफ्ना दृष्टिकोण र स्पष्टीकरण र प्रश्न राख्दैछु। अल्बर्ट आइन्स्टाइनले भनेका छन्, हामीले भोगिरहेका जाजल्यमान समस्याहरू त्यही सोचबाट समाधान गर्न सक्दैनौँ जसले ती समस्याहरू जन्माएको थियो। समाज गतिशील छ, राजनीति गतिशील छ, समाजका हरेक क्षेत्रहरू गतिशील छन्। त्यसैले समाजका गतिशील समस्याहरूलाई समाधान गर्नको लागि गतिशील सोच, गतिशील चिन्तन चाहिन्छ। अहिलेका समस्याहरू समाधान गर्नको लागि अहिलेको गतिशील चिन्तन दृष्टिकोण चाहिन्छ। अहिलेका समस्याहरू समाधान गर्नको लागि साबिकको चिन्तन दृष्टिकोण, हिजोको चिन्तन दृष्टिकोणले काम गर्दैन। साबिकको हिजोको चिन्तन दृष्टिकोणले ती समस्याहरू जन्माएको थियो। ती समस्याहरू समाधान गर्नको लागि अहिलेको सोच दृष्टिकोण चाहिन्छ। साबिकको सोच र दृष्टिकोणले ती समस्याहरू समाधान गर्न सक्दैन। त्यसै गरी ओशो रजनीशले राजनीतिका बारेमा आफ्नो दृष्टिकोण प्रस्ट्याएका छन्। राजनीति भनेको चलाखहरूले खेल्ने खेल हो, मूर्खहरूले त्यसका बारेमा दिनभरि बहस गरिरहन्छन्। ओशो रजनीशले निश्चित सन्दर्भमा यो कुरा भनेका हुन्, तर राजनीति भनेको शक्ति सम्बन्धको खेल हो। त्यो शक्ति सम्बन्धमा सबैको सहभागिता चाहिन्छ। हामीले त्यो कुरा बनाउन चाहेको, तर अहिले पनि हामी कहाँ राजनीति भनेको चलाखहरूको खेल भइरहेको छ। चलाखहरूले त्यो खेल खेल्छन्, तर मूर्खहरूले त्यसका बारेमा बहस गरिरहन्छन्। राजनीति समाज परिवर्तनको दिशा, समाज परिवर्तनको चिन्तन भएको हुनाले हामीले राजनीति असमान शक्ति सम्बन्ध परिवर्तनका लागि हुनुपर्छ। राजनीति सबैका लागि हुनुपर्छ, चलाखहरूका लागि मात्र राजनीति होइन। अर्को कुरा, नेल्सन मण्डेलाले पनि शत्रुहरूसँग पनि समाजमा शान्ति स्थापना गर्नको लागि सह-अस्तित्वपूर्ण व्यवहार र सह-अस्तित्वपूर्ण संस्कार देखाउनु पर्ने कुरा गरेका छन्। उनले सन् 1991मा शान्तिका लागि विश्वको प्रख्यात नोबेल पुरस्कार लिँदा एच.डब्ल्यू.डी. क्लर्कसँग सहकार्य गरेर लिएका थिए, जो रङ्गभेदी शासनका पक्षपाती थिए। उनले समाजमा शान्तिपूर्ण सह-अस्तित्व, विकास र प्रगतिका लागि शत्रुलाई पनि रूपान्तरण गर्नुपर्दछ। रूपान्तरण गर्ने माध्यम भनेको सह-अस्तित्वपूर्ण व्यवहार र चिन्तन हो भन्ने कुरा अगाडि सारेका छन्। विद्वानहरूले समाजको निश्चित सन्दर्भ, परिवेश र परिपाटीमा आफ्ना दृष्टिकोणहरू निर्माण गर्छन्। ती दृष्टिकोणहरूका आधारमा समाजलाई दिशाबोध गर्दछन्। त्यसैले निश्चित अनुभव, अध्ययन र प्रयोगबाट आएका भनाइहरू, दृष्टिकोणहरूलाई हामी आत्मसात गर्दै अगाडि जानुपर्दछ। धन्यवाद।